नमस्कार। आज म यहाँ कक्षा 12 को यो एक्सपोनेन्शियल र लोगरिथमिक सिरिजमा रहेको एउटा बोर्डमा छुट्याउनै नहुने एकदमै इम्पोर्टेन्ट प्रश्न लिएर आइसकेको छु। यो यति इम्पोर्टेन्ट छ, यो आउने चान्स लगभग धेरै नै छ, तर यो गर्न एकदमै सजिलो छ। मात्र हामीले एउटा स्टेपमा मात्रै यो गर्न सकिन्छ। हामीले बुझ्न पर्यो। एउटा प्याटर्न दिएको छ, यहाँ हेर्नु। यहाँ कुन प्याटर्न दिएको छ भन्दा यहाँ 1 2 3 4 दिएको छ। यहाँ 1 छ, यहाँ 2 छ, यहाँ 3 छ, यहाँ 4 छ, र यहाँ के छ भन्दा 3 5 7 9। यहाँ केमा आयो? अडमा आयो। यसपछि यो आउँछ। यस्तो प्याटर्नमा आयो भने जस्तै यहाँ हेर्नु 1 2 3 4 भन्ने प्याटर्न आयो। यस्तो प्याटर्नमा आयो भने हामीले एउटा सजिलो छ के तरिका यो गर्ने। सुरुमा हामीले यो पुरैलाई, यो छ नि, यो पुरैलाई हामीले 2/2 ले मल्टिप्लाई गर्नु पर्यो। 2/2 यो 2/2 हालेको त बुझ्नु भएन। यो काटेर 1 नै हुन्छ। 1 ले मल्टिप्लाई गरेको एउटा यो, र यहाँ हामीले भएको जति जम्मै लेख्न पर्यो। 1/3.7 प्लस 1/4.9 प्लस डटदेखि इन्फिनिटीसम्म। र हामीलाई प्रुफ गर्न के छ? 2 1 - ln2 प्रुफ गर्न हो। त्यही भएर हामीले यहाँ 2 हालेको भन्ने बुझ्न सकिन्छ यसरी। यो प्रश्न यो प्रुफ गर्न आयो भने यो वाला गर्ने। र यति गरियो भनेपछि अब यहाँ हामीले के गर्न पर्यो भन्दा यो तल छ नि, यो 1 2 3 4 यिनीहरूलाई हामीले 2 ले मल्टिप्लाई गरेर 2.3 प्लस 4.3 प्लस 6.7 लाग्न सकिन्छ। यसले मल्टिप्लाई गरेर यसलाई गर्ने, यसलाई अनि यसलाई यसरी तललाई, यसलाई फेरि जस्ताको त्यस्तै राख्ने। यो 2 लाई फेरि यति गरियो भने हाम्रो यो 2 यहीँ रहने भयो, र यसले भित्रलाई जम्मैलाई मल्टिप्लाई गर्न छ। 1/2.3 प्लस 1/4.5 भएछ। 4.5 प्लस 1/6.7 प्लस 1/4.9। अब यहाँ हेर्नु हाम्रो के प्याटर्नमा आयो? 2 3 4 5 6 7 8 9 को प्याटर्नमा आयो। यसलाई हामीले अब कसरी गर्न सकिन्छ भन्दा 2 गर्ने, यहाँ हामीले यहाँ अब एउटा केही थप्न पर्यो। यहाँ 2 भन्दा अगाडिको के मिसिङ छ? 1 मिसिङ छ। 1 मिसिङ छ भने हामीले यहाँ 1 थप्न पर्यो। 1 थपेपछि हामीले 1 थपेपछि फेरि यो 1 त्यसै थप्न मिल्दैन। त्यही भएर 1 - 1 गरेर थप्ने। अब यहाँ बाँकी रहेको लेख्ने, प्लस 1/2.3 प्लस 1/4.5 प्लस 1/6.7 प्लस 1/8.9। यो गरेर इन्फिनिटीसम्म जान्छ। अब हामीले के गर्न पर्यो भन्दा यो माइनसलाई कमन लेख्न पर्यो। 2 1 माइनस, अब माइनस कमन लेख्दा 1 माइनस, र यसलाई पनि छुट्याइदिने। 1/2.3 लाई हामीले के गर्न मिल्छ? 1/2 प्लस 1/3 गर्न मिल्यो। किनभने त्यो पछि हामीले त्यसलाई सिम्पली तल हाम्रो त्यसको तलको एलसिएम लिएर त्यसलाई गरियो भने सेमै एन्सर 1/2.3 आउँछ। त्यही भएर हामीले यहाँ गर्न मिल्छ 1/2। यहाँ फेरि प्लस हुन्छ, किनभने यो 1/2 माइनस 1/3 को रूपमा हामीले खोल्ने हो के अरे। त्यही भएर माइनस माइनस गर्दा प्लस हुन्छ। माइनस 1/4 प्लस 1/5 माइनस 1/6 प्लस 1/7 माइनस 1/8 प्लस 1/9 देखि इन्फिनिटीसम्म गयो। अब यो हेर्नु हाम्रो 1/1 फ्याक्टोरियल 1/2 फ्याक्टोरियल प्लस 1/1 प्लस 1/2 प्लस 1/3 प्लस 1/4। यहाँ हाम्रो के छ भन्दा एउटा लगको फर्मुला हो नि। यहाँ हाम्रो लग 1 प्लस एक्स इज इक्वल टू एक्स माइनस x/2 x माइनस x² 2 प्लस x³/3 माइनस x³/5 डटसम्म गयो। र हाम्रो योग पनि के हुन्छ भन्दा यहाँ हामीले 1 राखियो भने x को ठाउँमा हाम्रो यहाँ 1 माइनस 1/2 प्लस 1/3 माइनस 1/5 को फर्ममा जान्छ। त्यही भएर हामीले नि यहाँ के गर्न पर्यो भन्दा 2 1 माइनस ln 1 प्लस 1 गर्न पर्यो। यो फर्मुला गयो हाम्रो। यो भनेको 2 1 माइनस ln 2 भयो, र हामीले यसलाई यो 2 ले दुईटैलाई मल्टिप्लाई गर्ने। यसलाई गरियो भने 2 माइनस 2 ln 2 आयो। यसरी हामीले यसलाई प्रुभ गर्न सकिन्छ सजिलोसँग। यो इक्जामको अहिलेको 12 को इक्जामको लागि एकदमै इम्पोर्टेन्ट क्वेसन हो। त्यही भएर यो ध्यानमा राखेर तयारी गर्नु होला। धन्यवाद।